घरकाले भने आज तँलाई केटी हेर्न आउँदैछ भनेर म तुरुन्तै नुहाएँ अनि त्यसपछि तयार भएर बसेँ। त्यसपछि दिउँसो मलाई थाहा भयो म त नुहाउँछ कि भनेर पो उनीहरूले त झुट बोलेका रहेछन्। नमस्कार सबैजनालाई। आज चाहिँ 75 डेजसम्म चाहिँ नन स्टप भिडियो अपलोड च्यालेन्जको चाहिँ आज चाहिँ 15औं दिन। म चाहिँ आज चिसो पानी र म भन्ने शीर्षकमा चाहिँ अलिकति केही आफ्नो रमाइलो कुराहरू ल्याएर आएको छु। जाडो महिनामा चिसो पानी देखि होइन मलाई यस्तो एलर्जी हुन्छ, मलाई यस्तो त्यो पानी देख्दा टचर लाग्छ के होइन। जाडोमा नुहाउने कुरा सजिलो छैन के, तर रमाइलो पनि छ है। फेरि रमाइलो पनि छ। रमाइलो चाहिँ केमा छ भन्दाखेरि त्यो पानी यति चिसो हुन्छ कि होइन, त्यो म नुहाउन गएँ भने त्यो पानी शरीरमा हाल्नुभन्दा अगाडि नै पहिला सुरुमै त्यो एक थोपा पनि हाले होइन कि, तर मेरो जिउ त्यत्तिकै अगाडि नै काम्न थाल्छ कि। मलाई त्यस्तो धेरै चिसो लाग्छ त्यो पानी देखेर। म बाथरुम पसिसके पछाडि नुहाउनुलाई सबै कुरा रेडी गरिसकेँ भने त्यो पानी चाहिँ म 10 मिनटसम्म चाहिँ हालौँ कि नहालौँ भनेर म सोचमा हुन्छ कि त्यहाँनिर पुरै म चाहिँ त्यहाँनिर मेरो खतरा युद्ध पर्छ क्या। अनि केही गरी कुनै कारणवश मैले त्यहाँनिर चाहिँ युद्ध जितेँ, म नुहाएँ होइन। भने म बाहिर निस्किसकेपछि चाहिँ मलाई यस्तो लाग्छ कि मैले आज चाहिँ बाघै मारेँ। आज त मैले खत्रै काम गरेर आए जस्तो फिल हुन्छ कि मलाई त हिरो जस्तो फिल लाग्छ कि त्यहाँनिर होइन। म बाहिर निस्किँदाखेरि त पुरै ओहो जिउ पनि एकदम फुर्तिलो, अनि त्यसपछि मान्छे पनि ओहो खतरा हिरो भएर आए जस्तो लाग्छ क्या। त्यही भएर म यो जाडोमा चाहिँ होइन म र पानीको त कुरै मिल्दैन। मैले जाडो महिनामा खाने भनेको चाहिँ घर परिवारबाट खाने भनेको चाहिँ सबैभन्दा धेरै गाली भनेको चाहिँ त किन ननुहाएको भनेर होइन के। साले आज 7 दिन भइसक्यो अझै पनि त मुख धुँदैनस् भनेर गाली खान्छु कि मैले। मलाई पानीदेखि एलर्जी हुन्छ कि म यो जाडो महिनामा त म र उँट उस्तै हो क्या। म एकचोटि पानी खाइसकेपछि एक हप्ता चाहिँ पानी पनि खाँदिनँ कि, मलाई त्यस्तो हुन्छ। म पानीदेखि चिसो पानीदेखि त्यस्तो एलर्जी हुन्छ मलाई। ओके, मैले चाहिँ आफ्नो रमाइलो कुरा सुनाएँ पानी सम्बन्धी, जाडो सम्बन्धी, चिसो सम्बन्धी। ओके, फेरि पनि भोलि पर्सि यस्तै भिडियो लिएर आउनेछु। तपाईँले यदि यहाँसम्म हेरिसक्नुभयो भने चाहिँ भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, अनि त्यसपछि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जानु होला। आजको लागि चाहिँ यति नै, ढिलो भइसक्यो। यतिखेर मैले यो राति लगभग 9 बजिसकेको छ, यतिखेर मैले भिडियो सुट गर्दैछु। हस्त, धन्यवाद, गुड नाइट।